भर्खरै धरानमा तेस्रो अन्तर्राष्ट्रिय साहित्य कला संस्कृति महोत्सव सम्पन्न भएको छ। यसै सन्दर्भमा म आज आएको छु। यसै क्रममा साहित्य कला संस्कृति प्रतिष्ठानका सल्लाहकार आदरणीय बम देवानज्यूसँग म कुराकानी गर्न गइरहेको छु। आदरणीय बम देवानज्यू, बम देवान सर, हजुरलाई नमस्कार। नमस्कार प्रफुल्ल बाबु, नमस्कार। अनि भर्खरै धरानमा साहित्य संस्कृति महोत्सव तेस्रो अन्तर्राष्ट्रिय सकिएको छ। हजुरलाई यो कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम राम्रो लाग्यो। हजुर, अनि कार्यक्रमको बारेमा थोरै भनिदिनुहोस् न। कार्यक्रम धरानमा राम्रो भन्नुभन्दा पनि हजुर यसको सबभन्दा श्रेय जाने चाहिँ आयोजकले हो। हजुर साहित्य कला तथा संस्कृति प्रतिष्ठानको माध्यमबाट सम्पूर्ण गराउने चाहिँ हाम्रो 13 नम्बर वार्डको वार्ड अध्यक्ष हाम्रो नेत्र काफ्लेजी हुनुहुन्छ। उहाँ नेत्र काफ्लेज्यू एउटा जनप्रिय त्यसै हुनुभएको होइन। उहाँ सबै साथीभाइसँग सम्हालेर अनि सबै वार्डको जनताहरू दाजुभाइ इष्टमित्रसँग सल्लाह गरेर काम लिनुहुन्छ। चुनावमा जितेर आउने बित्तिकै उहाँले ठुलो प्रोग्राम राख्नुभएको थियो। मैले के गर्दा राम्रो हुन्छ काम भन्दाखेरि सबैजना समुदायबाट तपाईँहरू खालि भौतिक निर्माणमा जोड दिनुहुन्छ, तर सँगसँगै तपाईँको बौद्धिक निर्माणमा पनि ध्यान दिनुहोस् भन्ने जनमत आएको थियो। त्यो अनुसरण गरेर लगभग लगातार 3 वर्ष भयो हाम्रो वडा अध्यक्ष नेत्र काफ्लेज्यूले अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव सुरु गर्नुभएको। पहिलो वर्ष पनि सफल भयो, दोस्रो वर्ष पनि सफल भयो। यस वर्ष पनि कैयौँ परिस्थितिको तपाईँको बावजुद पनि अनि बजेटहरूको कमी भइकन पनि सबै साथीभाइहरूको सरसहयोगबाट उहाँको आफ्नै व्यक्तित्वबाट आयोजना गर्नुभयो। संयोजकको रूपमा म पनि थिएँ। निम्तो गरियो कता कता भारत, दार्जिलिङ डुवर्स, सिक्किम, भुटान, असम, हजुर मणिपुरसम्मका पाहुनाहरू पनि उपस्थित हुनुभयो। नेपालको हकमा पूर्व मेचीदेखि महाकालीसम्म तपाईँको सबै जिल्लाका पाहुनाहरू आउनुभयो र उहाँहरूले आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नुभयो। हाम्रो कार्यक्रमलाई उहाँले सफल बनाउनुभयो। उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। र यो महोत्सव हाम्रो 13 नम्बर वार्डबाट वार्ड अध्यक्षज्यूको ठुलो मिहिनेत र आयोजनाको काममा ठुलो योगदान पुर्याउने चाहिँ साहित्य कला तथा प्रतिष्ठान हजुर जुन हुनुहुन्छ त्यसको अध्यक्ष हुनुहुन्छ हाम्रो गोपाल श्रेष्ठ। हजुर, उहाँको मिहिनेत, उहाँको चाहिँ एउटा चुस्त पुस्त काम गर्ने तरिकाले गर्दाखेरि धेरै सहजपूर्वक कामलाई निकाल्नुभयो। हाम्रो सबै इटरीका, विराटनगरका, सुनसरीका, भुज अनि हाम्रो मेचीको, भद्रपुरको, दमकको, हाम्रो बेलबारीको, धनकुटाको पनि सबै साथीहरूले ठुलो सहयोग पुर्याउनु भयो। पश्चिमको साहित्यकार पनि आउनुभयो। अब पश्चिम डोटी बैतडीदेखि लिएर बाजाङ बाजुरासम्मको पनि साथीभाइहरू आउनुभयो। हजुर, त उहाँहरू चाहिँ पाहुना हुनुहुन्थ्यो। तर वरिपरिको सबै चाहिँ पाहुना भन्दा पनि घरकै परिवार जस्तो भएर उहाँहरूले सघाउनु भयो र सफल बनाउनु भयो। यो ठुलो काम हो। यस्तो महान एउटा कार्यक्रम जो नगरपालिकाले गर्नु पर्थ्यो अथवा देशव्यापी रूपमा यो राष्ट्रले नै गर्नु पर्थ्यो अथवा एकाडेमीले नै गर्नु पर्थ्यो। र पनि यति ठुलो कामको कार्यभार हाम्रो वडा अध्यक्षज्यू नेत्र काफ्लेले
उठाउनुभयो र पुरा गर्नुभयो। फेरि पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु। फेरि उत्तरोत्तर यस्तै किसिमको महत्त्वपूर्ण काम देशलाई, राष्ट्रलाई, जनतालाई, समाज सबैलाई हित हुने, ज्ञान हुने, उत्साह हुने कामहरू गर्ने काममा जहिले पनि उहाँलाई उत्साह मिलोस्, म त्यो कामना गर्दछु। हजुर, यसलाई निरन्तरता दिइरहन चाहिँ अब प्रत्येक वर्ष निरन्तरता दिइरहन चाहिँ के गर्नु पर्ला यहाँको यसले विचार? 3 वर्षसम्म त हामीले अथवा हाम्रो वडाध्यक्षज्यूले काम धान्नुभयो। हजुर तर यसलाई यो साह्रै महत्त्वपूर्ण काम हो। हजुर मात्रै साहित्यिक महोत्सव थिएन, हजुर यो पर्यटक महोत्सव पनि थियो हजुर हो त। र विश्वको पर्यटकहरूलाई निम्तो दिने, आकर्षण गर्ने यो एउटा माध्यम हो। हजुर त्यसको लागि अब यो हाम्रो कार्यक्रमलाई सिङ्गो स्थानीय सरकारले, प्रदेश सरकारले र सङ्घीय सरकारले पनि यसमा ध्यान दिएर हजुर कमसेकम आवश्यकता पर्ने विभिन्न स्रोत सामग्रीको चाहिँ यसमा सहयोग पुर्याउनु पर्छ। म हाम्रो केन्द्रीय सरकारलाई, प्रदेश सरकारलाई पनि अनुरोध गर्न चाहन्छु र उहाँहरूले यस्तो किसिमको उत्साही व्यक्तिहरूलाई, संस्थाहरूलाई चाहिँ सहयोग पुर्याउनु भयो भनेदेखि देशलाई नै पुरा नाफा हुनेछ, हित हुनेछ भन्ने लागेको छ। र अर्को कुरा, साहित्य भनेको चिज नै सम्पूर्ण जनताहरूको बोली हो, भाषा हो, अथवा उहाँहरूले भन्ने नै जनताको बोली नै साहित्य हो। र साहित्यको माध्यमबाट नै सबै जनतालाई पनि, देशलाई पनि सचेत बनाउने काम हुन्छ। र यस्तो महत्त्वपूर्ण फङ्सनलाई, कार्यक्रमलाई मेटिनु दिनुहुन्न। योभन्दा पनि अर्को साल झन् राम्रोसँग बनोस्। मात्रै यहाँ भारतको सम्म, भुटानको सम्म मात्रै नभएर जहाँ जहाँ विश्वमा हाम्रो नेपालीहरू छन्, हजुर बेलायतमा छन्, थाइल्यान्डमा छन्, बर्मामा छन्, होइन, अमेरिकामा छन्, त्यहाँका साहित्यकार, त्यहाँको बुद्धिजीवीहरू अथवा देशप्रेमी, देशभक्तहरूलाई पनि निम्तो दिन सकौँ। त्यो निम्तो दिनका निम्ति बजेटकै आवश्यकता पर्छ। त्यसमा चाहिँ प्रदेश सरकार र केन्द्रीय सरकारले अवश्य नै सहयोग पुर्याउने छ भन्ने मलाई विश्वास लागेको छ। हजुर, हजुरले त गत वर्षको पनि कार्यक्रममा संयोजक नै भूमिका निभाउनु भयो। म लगातार आयोजक, हाम्रो वडाध्यक्ष नेत्र कफले र साथसाथै हाम्रो साहित्य कला तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ, उहाँहरू आयोजक, अनि उहाँहरूले अराउँदै आउनुभएको संयोजकत्व कम 3 वर्ष अब मैले नै गर्दै आएको छु। अन्त्यमा केही भन्न चाहनुहुन्छ? अन्तमा त अब म हाम्रो वडाध्यक्ष साहित्य प्रेमी, समाज प्रेमी हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अब साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाललाई पनि धन्यवाद दिन चाहन्छु। साथसाथै हामीले निम्ति आएका, टाढा टाढाबाट आउनुभएका आसामका, सिक्किमका, भुटानका र देशभरि बैतडीदेखि मेचीदेखि महाकालीसम्मका पाहुनाहरूलाई पनि तपाईँहरू आइ हाम्रो कार्यक्रमलाई सफल पारिदिनु भएकोमा पुनश्च म तपाईँहरूलाई धन्यवाद दिँदै, अनि म जहिले पनि हामी आफ्नो, तपाईँ हाम्रो माया प्रेम रहिरहोस्, हाम्रो निम्तो स्वीकार गरेर फेरि पनि आउनुहोला भन्ने म आशा राख्दछु। हस् त, धन्यवाद। तपाईँलाई पनि धेरै धेरै उहाँ हुनुहुन्थ्यो बम देवान, साहित्य कला संस्कृति प्रतिष्ठानको सल्लाहकार। बम देवान सरको विचार कस्तो लाग्यो होला? यहाँहरूले सुझाव, प्रतिक्रिया दिनुहोला। हस् त, धन्यवाद बम देवान सर। हस् प्रभु, धन्यवाद सर।